हेलो नमस्ते सबैजनालाई। म चाहिँ नि आज तपाईँहरूको अगाडि एउटा मुभमेन्ट च्यानल चाहिँ नि खालि च्यानल भन्न चाहिँ सरी च्यालेन्ज लिएर आएको छु। अनि आशा छ तपाईँहरूले मन पराउनुहुन्छ, साथ र सपोर्ट दिनुहुन्छ भन्ने मलाई पूर्ण आशका साथमा म चाहिँ नि तपाईँहरूको अगाडि एउटा मुभमेन्ट च्यालेन्ज लिएर आएकी छु। अनि मेरो परिचय दिनुपर्दा मेरो नाम चाहिँ अन्जना पुन राणा हो। अनि म चाहिँ नि हाल सुस्ता गाउँपालिकामा बस्ने गर्दछु। र अब चाहिँ नि म यो खाना चाहिँ अघिदेखि सेटअप मिलाउँदा मलाई चाहिँ अलि यहाँ उस भयो, खाना नि चिसो हुनलाई ल है त म अब हजुरहरूको चाहिँ खाना खाएर तपाईँहरूलाई देखाउने छु। हस्त धन्यवाद। यो चाहिँ नि यो सिङ्गापुरी माछाको अचार, टमाटर भटमास हालेर बनाएको। अनि यो चाहिँ नि करेलाको भुजिया। अनि यो चाहिँ नि हाम्रो फर्सीको मुन्टा बारीको आफ्नै। अनि यहाँ चाहिँ नि सलाद छ हैन। अनि यहाँ चाहिँ नि दाल भइहाल्यो। अनि यो चाहिँ नि मेरो भुटुवा, खसीको भुटुवा। यो चाहिँ यसलाई चाहिँ नि मैले यस्तो गरेर है त ल हस्त म खाना गइरहेको छु। पहिला के खाम हुन्छ कि यत्रो धेरै भयो भने त मैले चाहिँ नि कहिलेदेखि तपाईँहरूको अगाडि स्पाइसी नै बनाएको यो चाहिँ मेरो लागि भनेर तपाईँहरूको अगाडि अघि मैले मुगङ च्यानल गरिरहेको थिएँ नि त, च्यालेन्ज गरिरहेको थिएँ नि त। अनि खानाको मात्रै देखेछ, मुखै देखेको छैन। माइको कस्तो रिस उठेर आयो। यो चाहिँ नि भर्खरै हेर्न गयो क्या म चाहिँ। भिडियो पनि अब फर्स्ट टाइम गरेको हो नि त, यस्तो गल्तीहरू सुधार्दै जान्छ होइन र। ओभर त गर्नु पर्यो। रिस उठेर मोबाइलै फालिदिएको बिस्तारोमा क्या। आलुसँग त फाल्नु भएन। मिलाउँदा बनाउनु त बनाएँ, टाउको नदेख्ने, खाना मात्रै देख्ने, त्यसलाई
फर्सीको मुन्टा हो मिठो बच्छ। फर्सीको मुन्टामा लोँडेको साग थोरै हालेर बनायो भने त झन् मिठो हुने रहेछ क्या। मैले आज त्यस्तै गरेर बनाएको सब भ्याइदियो फर्सीको मुन्टा। मेरो चाहिँ खाना अब लगभग भ्याइसकेको छ। यसरी उठाएर गर्नुपर्ने भयो। यो चाहिँ खान सकेन है गाइस, किनभने मैले तरकारीमा सुक्खा खुर्सानी बढी हालेको थिएँ कि ब्याकग्राउन्डलाई चाहिँ क्लियर नहुनु है, किनभने यो पछाडि हाम्रो घरमा पुरै पेन्ट लाउनु पर्ने छ। अहिले चाहिँ होइन, केही वर्षपछि, किनभने पेन्ट लाउनु पनि त कति खर्च हुन्छ, अलिअलिले नपुग्ने रहेछ। इनफ भयो। त्यो मान्छेहरूले आमामा त्यो यति धेरै खानु 3 किलो 5 किलो मासुको मुखबाङ गर्छ। आफ्नो शरीरलाई हानि गर्छ भन्ने थाहा हुँदा हुँदै पनि आफ्नो शरीरमाथि खेलवाड किन गर्नु पर्यो? दिदीबहिनी दाजुभाइहरू, आफूले सक्ने खानुहोस्। त्यो बढी धेरै खाएर दर्शकहरूले हेर्नुहुन्छ, धेरै खाएर चाहिँ नि म भाइरल हुन्छु भनेर सोच्दै गरिराख्नुपर्छ भने त्यो चाहिँ नि तपाईँलाई नै घाटा हो, हामीलाई नै घाटा हो। त्यही भएर हानि हो, एउटा लिमिट, आफ्नो शरीरले जति माग्छ त्यति नै हानि हो। म त गर्ने हो भन्दा म त्यसरी गर्दैन, म जति खान सक्छु त्यही लिमिटमै खान्छु म त। अब मलाई यति खानु धेरै भयो। फिनिस क्लिक्कै टल्काइदियो। जस्तो अब चाहिँ नि तपाईँहरूले मेरो आजको यो मुखबाङ च्यानललाई माया र साथ सपोर्ट दिनुहुन्छ भनी मैले पूर्ण आश राखेकी छु र साथ सपोर्ट दिनु होला। म एउटा घरमा बसिराख्ने, अब भन्छ नि अब के गरौँ कहाँ जाने, मान्छेको घर गयो भने पनि एउटा कुरा काट्नेहरू वातावरणहरू सिर्जना हुन्छ।
अब एउटाको कुरा गरी त्यस्तो गर्दा गर्दा कुरामाथि कुरा काट्ने बानी हुन्छ। त्योभन्दा बरु आफ्नो घरमा बस्नुहोस्, रमाउनुहोस्, आफ्नो घरको काम गर्नुहोस्। अनि यो हाम्रो यो युट्युबमा अनि फेसबुकमा अनि टिकटकमा हामी एक्टिभ भयो भने चाहिँ नि एउटा हुन्छ नि एक किसिमको यो तनाव हुन्छ नि, त्यो अलिकति त्यो तनाव 5% भए पनि अलिकति हामीलाई चाहिँ नि खुसी दिने रहेछ क्या। म चाहिँ नि टिकटकबाट चाहिँ नि म एकदम खुसी छु। म दिनको 3-4वटा बनाउँछु, जोसुकैले जे त भनोस्, म खुसी छु नि, भइहाल्यो। अरू खुसी हुनु पर्दैन क्या म माथि। म खुसी छु। मेरो माइन्ड अलिकति भयो नि, म टिकटक बनाउँदा मेरो माइन्ड अलिकति भयो नि फ्रेस हुन्छ भनेपछि म बनाउँछु, तपाईँहरूको अगाडि प्रस्तुत गर्नेछु है। मेरो टिकटक भिडियो पनि छ, टिकटकमा अन्जना पुन राणा, अनि मेरो फेसबुकमा नि अन्जना पुन राणा, अनि मेरो युट्युब च्यानल अन्जना पुन है त। तपाईँहरूले सबैमा गएर साथ सपोर्ट दिनुहुन्छ भने पूर्ण आश राखेकी छु। हस्त नमस्ते।